जस्तो तपाईँ तास कतिको खेल्नुहुन्छ, कतिको ज्ञान छ, कति पैसा हार्नु भएको छ अहिलेसम्म? म हरेक दसैँमा नि जहिले पनि मेरो साथीहरूले मलाई सिकाउँछन् अनि त्यति बेला खेल्छु अनि त्यो बिगिनर्स लक भन्छ नि, बिगिनर्स लक भएर आई अलवेज विन। तर फेरि नेक्स्ट वर्ष फेरि मलाई नेक्स्ट इयर फेरि सिकाउनु पर्छ कि बिर्सिसकेको हुन्छ कि। So the name of our film is Ekka, Missy and Badshah and we already have the queen. आई थिङ्क म कति पछि पोजिटिभ छु। लाइफमा धेरै ठुलो ठुलो कुराहरू भइरहेको हुन्छ, सानसानो कुराहरू भइरहेको हुन्छ, तर यही भन्छु कि म एकदमै खुसी छु। अनि हेल्थ वाइज आई थिङ्क पहिला म त्यति कन्फिडेन्ट थिइनँ होला, पहिला मेरो हेल्थ ठिकैको थियो होला। अहिले आई बिन भेरी फोकस अन माई हेल्थ, मेरो डायट। खाली भएको बेलामा सुटिङ नभए पनि यसो चिया खान जान्छु भन्ने मुड चाहिँ आएन? त्यसो गर्दैन। Okay, so all the spotlight is on our director today. So उहाँले चाहिँ हाम्रो यो कर्टेन रिभिल गर्दै हुनुहुन्छ so that हाम्रो फिल्मको नाम के हो भनेर हामी थाहा पाउनेवाला छौँ। Are we ready? समर्कीजीलाई माथि राख्नु पर्ला नि त, समर्कीजीलाई हो। जाऊँ न। आई थिङ्क यो मेरो लागि एकदमै स्पेसल मोमेन्ट हो, त्यही भएर यो फिल्मको हाम्रो टाइटल रिभिल गर्नको लागि मैले मेरो मम्मीलाई बोलाउन चाहिरहेको छु। In the count of 3, 2, 1. So the name of our film is Ekka, Missy and Badshah and we already have the queen, the Missy here. So actually त्यो पनि हाम्रो रिभिल गर्नको लागि चाहिँ मैले तिनैजनालाई रिक्वेस्ट गर्न चाहे। Three, 2, 1. As the word suggests, supposedly the name of the character is Ash. So we have Samragi Rajalakshmi Shah as Ash in Ekka, Missy and Badshah. So thank you so much, Yan. Please, आफ्नो स्थानमा फोटो लिऊँ न, फोटो त्यहाँ माथि फोटो राम्रो आउँछ। एकचोटि हाम्रो फिल्मको लागि चाहिँ जोरदार ताली बजाउनु होला प्लिज। The name of the film has been revealed. Thank you so much Samragi, thank you so much Sanjay sir. यो फिल्मको कहिलेबाट सुटिङ हो के हो अझै डिटेलमा थोरै र सम्भावित दुई एक्टरहरूको कुरा चाहिँ यहाँ के सुन्यो भने अडिसनबाट भन्ने कुराहरू आयो क्या। धेरै नेपाली फिल्महरुमा अडिसन भनेर नाम सुन्छौँ अनि लास्टमा चाहिँ चलेकै कोही कलाकारहरू देख्छौँ क्या हामी। यो फिल्ममा के छ? सो हामीले चाहिँ नखोजेको होइन, धेरै नै ट्राई गऱ्यौँ। नेपालमा नेपाली फिल्म इन्डस्ट्री फर्चुनेटलीमै कोही हुनुहुन्छ कि जसले चाहिँ यो रोललाई पुल अफ गर्न सक्नुहुन्छ भनेर सोचिरहेको थियौँ। बट देन हामीलाई एकदमै राम्रो टाइम यो रोलको लागि चाहिएको थियो अनि त्यो कमिटमेन्ट, टाइम अनि ट्यालेन्ट चाहिँ हामीले भेटेको छैनौँ होइन। सो हाम्रो मेन कुरा नै हामीले अडिसन गरेर भए पनि हामीले त्यो ट्यालेन्ट चाहिँ खोज्छौँ भन्ने नै प्लानमा छौँ क्या। सम्राज्ञीजी कस्तो तपाईँको भाग्य कस्तो छ भने नि एकदम राम्रो स्टारसँग जोडिएर चाहिँ होइन फिल्ममा डेब्यु गर्नुभयो अनि पछाडि जोसँग काम गर्नुभयो ती कलाकारहरू नायकहरू चाहिँ स्टार हुनुभयो क्या। यसपटक पनि त्यस्तै सन्दर्भ जोड्दैछ कि क्या हो? त्यही नै चाहेको हो किनकि आई फिल लाइक टन्नै अपर्च्युनिटी नपाउनु भएको। देयर आर भेरी ट्यालेन्टेड पिपल आउट देयर, तर हामीले कहिले चान्सै दिनु नसक्यो हो कि होइन। सो योपालि सिरियसली नै क्रिस र अर्जुनको लागि हामीले सिरियसली नै एकचोटि अडिसन गरेर खोतलौँ न, खोजौँ न, ट्यालेन्ट खोजौँ। त्यो बाहेक ग्रुमिङ त हामीले हाम्रो एक्टिङ वर्कसप हुन्छ, त्यो क्लासेसहरू हुन्छ, ग्रुमिङ त हामी गरिहाल्छौँ होइन। बट वी वान्ट रियल र ट्यालेन्ट कि अ न्यू फेस। या के छ त
डिरेक्टर साहब भन्नु न अलिकति हिरोको क्राइटेरिया सम्राज्ञीजीलाई कस्तो हिरो खोज्दै हुनुहुन्छ दुईजना के अरे बादशाह र एक्का बादशाह र एका भन्दा पनि हाम्रो कृष्ण अर्जुन हो भनौँ न हजुर सो साम्राज्ञीलाई अब उसको स्क्रिन प्रेजेन्स कस्तो छ तपाईँहरूले देखिनु भएको छ सेन्सेसनलै छ उसलाई पनि उसको एक्टिङ एबिलिटीसँग म्याच गर्ने नै खोजिरहेको छौँ हामीले हाम्रो क्रिस भनेको सबै यङ फन हाम्रो एकदमै हट्टा कट्टा क्यारेक्टर हुनुहुन्छ जो चाहिँ यो दुईजना क्यारेक्टर चाहिँ यस्तो हुनुपर्छ कि जब स्याम स्क्रिनमा आउँछ उनीहरूले पनि त्यही एबिलिटीको एक्टिङ गर्नु पऱ्यो क्या हाम्रो कति भइरहेछ भने के भइरहेछ भने अहिले यस्तो सेन्सेसनल स्याम छ सेन्सेसनल स्यामको साथ हामी सेन्सेसनल कृष्ण अर्जुन पनि खोजौँ न अहिलेको लागि किनभने अहिले उसलाई उसको एक्टिङ एबिलिटी भनेको एकदमै हाई नै छ अनि त्यहीलाई नै म्याच गरेर हामीले त्यस्तै क्यारेक्टर खोज्दैछौँ सम्राज्ञीजी जस्तो अब यो यसको यो मेटाफोर नै युज गरेको होला होइन एकामिसी भाषा होइन तपाईँ होइन एकादशी भाषा cast गर्नु म के हो तपाईँ के अरे मिस्सी क्विन सो हाम्रो दुईवटा क्यारेक्टर इज भेरी डिफ्रेन्ट क्यारेक्टर होइन हाम्रो मेल क्यारेक्टरमा एकचोटि भन्दैन बुझाइदैन सो विल बी इजी कि सो फ्युचरमा जोहरू अडिसन गर्न आउनुहुन्छ नि दे विल बी प्रिपेयर्ड कि हामीले दुईवटा क्यारेक्टर इज भेरी डिफ्रेन्ट नि त दुईजनै एकदमै अर्बन सराउन्डिङमै हुर्केको क्यारेक्टर हो एउटा अलिकति के भन्छ प्रिभिलेजमा हुर्केको क्यारेक्टर हो भनेदेखि एकजना चाहिँ अलिक मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्ने क्यारेक्टर हो अनि हामीले कस्तो खालको क्यारेक्टर खोजिरहेछ भने हेर्नु हाम्रो नामै एक्का मिस्सी बादशाह छ सी इज द क्विन हामीले एउटा किङ र एसै खोजिरहेछौँ क्या सो उसलाई जो मान्छे सुट गर्छ त्यो मान्छे नै खोजिरहेको हो एज अ पर्फर्मर एज अ लुक्स सबै कुरामा चाहिँ त्यस्तै खालको खोजिरहेको अलिकति रमाइलो प्रसङ्ग पनि गरौँ होइन जस्तो तपाईँ तास कतिको खेल्नुहुन्छ कतिको ज्ञान छ कति पैसा हार्नु भएको छ अहिलेसम्म म हरेक दसैँमा नि जहिले पनि मेरो साथीहरूले मलाई सिकाउँछन् अनि त्यति बेला खेल्छु अनि त्यो बिगिनर्स लक भन्छ नि बिगिनर्स लक भएर आई अलवेज विन तर फेरि नेक्स्ट वर्ष फेरि मलाई नेक्स्ट इयर फेरि सिकाउनु पर्छ कि बिर्सिसकेको हुन्छ कि म त्यो ग्याम्बलिङ यो जुवाडी मेरो इन्ट्रेस्ट छैन टु बी अनेस्ट अरू साथीहरू वाइ दिस लङ ग्याप यस्तो भयो मलाई चाहिँ के भयो भने बरु कम मुभी गर्छु तर क्वालिटी गर्छु भनेर मलाई अफर्सहरू नआएको होइन आएको हो होइन तर कुनैले पनि मलाई एक्चुली छुँदै छोएन कि त्यस्तो मनपर्ने स्क्रिप्ट त्यो मनपर्ने क्यारेक्टर नै मैले भेटाइनँ अनि कि म गर्दिनँ नि भयो कि किनकि लाइफ इज गुड गऱ्यो भने चाहिँ राम्रो गर्छु कि नगर्ने अनि फाइनली कति पछि राम्रो आयो अनि हजुर आई त मिस इट बिकज सुटिङमा अर्कै मजा आउँछ कि त्यो हाम्रो कमराड्री हाम्रो त्यो टिम हुन्छ नि म मात्रै काम गरेर हुन्न मेरो अगाडि लाइटम्यान दाइहरू काम गरिराख्नुहुन्छ क्यामेरा टिम काम म जस्तो जाडोमा सुटिङ भयो नि अनस्क्रिन म कापिरहेको छु भनेर हुन कि सबैजना कापी काम गर्छन् गर्मीमा हातताता गर्दै गर्मीमा पनि त्यसरी काम गर्छन् सबैजना लागि परेका हुन्छन् त्यो एउटा स्क्रिन प्रेजेन्स र त्यो सोचे जस्तो काम निकाल्नुको लागि सो त्यसमा मजै अर्कै छुट्टै छ कि सो या आई लभ वर्किङ सबैभन्दा धेरै सेटको चिया मलाई खोइ किन हो मलाई चिया मनै पर्दैन बाहिर तर मलाई सेटको चिया अर्कै मिठो लाग्छ यसो कहिलेकाहीँ खाली भएको बेलामा होइन सब प्रायः मेकरसँग तपाईँको त राम्रो सम्बन्ध छ नि त खाली भएको बेलामा सुटिङ नभए पनि यसो चिया खान जान्छु भन्ने मुड चाहिँ आएन त्यस्तो गर्दैन त्यस्तो कहिले पनि गरेन भएन त्यस्तो कहिले पनि अरू यो बिचको यो ग्यापको केही रमाइलो किस्साहरू सेयर गर्नु न तपाईँको लाइफमा रमाइलो किस्सा भनेको लाइफमा धेरै ठुलो कुराहरू भइरहन्छ सानो कुराहरू भइरहन्छ तर यही भन्छु कि म एकदमै खुसी छु अनि हेल्थ वाइज आई थिङ्क पहिला म त्यति कन्फिडेन्ट थिइनँ होला पहिला मेरो हेल्थ ठिकैको थियो होला अहिले आई बिन भेरी फोकस अन माई हेल्थ मेरो डायट मेरो पिस मेरो फ्यामिली माई फ्रेन्डसिप मेरो लभ लाइफ एभ्रिथिङ इज जस्ट लाइक सोचे जस्तो अहिले टाइम त्यो
उमेर जति बढ्दै जान्छ नि त्यति कन्फिडेन्स आउँदो रहेछ कि त्यति थाहा हुँदो रहेछ कि मलाई के मनपर्छ, मलाई के सुहाउँछ, मलाई के रुच्दो रहेछ। सो या सबै राम्रो छ। के भयो भन्नु न अलिअलि। हजुर के भयो भन्नु न। के भयो क्या, के परिवर्तन आयो क्या? जस्तै जस्तै अब धेरै कुरा हुन्छ। जस्तो पहिलो क्वेसन गरेँ पछिल्लो चरणमा अब साम्राज्ञी भन्दा पनि मम्मी चाहिँ अहिले पछिल्लो चरण हजुर तपाईँ चाहिँ मम्मी चाहिँ फिल्म इन्डस्ट्रीमा भिज्दै गर्दा तपाईँ घरमा बस्दै गर्दाखेरि अहिले पछिल्लो चरणमा जुन फिल्म क्षेत्र अब तपाईँको लङ ग्याप भयो नि यो लङ ग्यापमा चाहिँ तपाईँले नेपाली फिल्म इन्डस्ट्रीलाई कसरी हेरिरहनु भएको छ, कस्तो देख्नु? अहिले मैले हेरेको अनुसारले पहिलाभन्दा कस्तो राम्रो भएको छ होइन। किनकि पहिला म जब बाहिर जान्थेँ कतिजनाले मलाई भन्नुहुन्थ्यो कि मैले आजकल नेपाली मुभी हेर्दाखेरि डायलग्स भन, सिचुएसन भन रियलिस्टिकै लाग्दैन भनेर कतिजनाले मलाई भन्नुहुन्थ्यो कि बाहिर जाँदाखेरि। बट नाउ अहिले मैले के देखिरहेको छु भने यस्तो पोजिटिभ इम्प्याक्ट भएको छ नि नेपाली मुभीको। एभ्रिवेयर देयर आई गो चर्चा छ कि मुभीहरूको, एक्टर्सहरूको चर्चा छ, कामको चर्चा छ। अनि नेपाली मुभी कस्तो राम्रो बनिरह्यो है। आजकल त नेपाली मुभी हेर्छु नि म त मजा आउँछ भनेर कतिजनाले भन्नु पनि हुन्छ। त्यो सबै सुन्दा एकदमै खुसी लाग्छ। तपाईँ जानुभयो भयो नेपाली यो पिसमा नेपाली हजुर तपाईँ जानुभयो भयो नेपाली फिल्म हेर्नको म अहिले गएको छैन। तर जे होस् तपाईँले भन्नुभएको जस्तो मेरो मामा पनि गइसकेछ। मामाले चाहिँ खासमा के थियो भने आई थिङ्क म्यामको पहिला चाहिँ नि रुचि र इच्छा थियो होला कि क्यामरामा हुनु। बिकज आई थिङ्क आई रिमेम्बर उहाँलाई गीत गाउन एकदमै सोख थियो मेरो मामुलाई। तर अहिले अनि मामुलाई म मुभी गर्दा गर्दै अफर पनि आएको थियो मुभीको। अनि मामले कहाँ मेरो बच्चा अहिले सानै छ, छोरा सानै छ भनेर मामले कतिवटा मुभी गर्छ थिएन। अहिले चाहिँ अब यस्तो भयो नि त म पनि हुर्किसकेँ, भाइ पनि ठुलो भइसक्यो, आफूलाई हेर्न सक्छ। सो फाइनली सी इज लाइक अब चाहिँ मलाई चाहिँ गर्नु लाग्छ गर्छु भनेर गरिरहेको छ मामा चाहिँ। कतिको होप छ एका मिसी भाषाबाट म फेरि पुनरा गर्न मेरो एक्सपेक्ट गर्न सक्छु, कतिको होप छ? आई थिङ्क म कति पछि पोजिटिभ छु, धेरै पछि पोजिटिभ छु। किनकि मलाई स्क्रिप्टदेखि लिएर रोलदेखि लिएर अनि जुन अनुसारले हामी यो इनिसिएसन लिइरहेछौँ नयाँ खोजीमा, नयाँ एक्टर्सको खोजीमा, फेरि एकजना होइन दुईजना होइन, दुइटै लिडिङ रोल हो। सो यो भनेको पोजिटिभ कुरा हो, नट जस्ट हाम्रो मुभीको लागि मात्र होइन, आउने नयाँ हाम्रो एक्टर्सहरूको लागि पनि कि जसको एउटा इच्छा र धारणा छ कि यसमा भिज्नु आउनु इच्छा। कतिजनालाई एक्टर बन्नु मन छ भनेर कतिजनाको इच्छा छ होला, तर उहाँले कहिले अपर्च्युनिटी नै पाउनुहुन्न कि। सो आइ एम भेरी पोजिटिभ। अनि फेरि हेर्नु न यहाँ अगाडिदेखि पछाडि यहाँ छेउसम्म एभ्री वान इज सो यङ, एभ्री वान इज एजुकेटेड, ट्यालेन्टेड होइन। उहाँहरू हेर्दाखेरि तरुण देखे पनि तर उहाँहरूको कामको एक्सपिरियन्स छ है, उहाँहरूको आफ्नो कामको एक्सपिरियन्स छ। सो सबैजना मान्छेहरू हेर्दाखेरि पनि एउटा त्यो भाइब छ नि, मिल्ने भाइब छ। सो इट्स नाइस। जस्तो सम्राज्ञीजीले अघि भन्नुभयो कि मलाई हतपत अब गरिहाल्न मन लाग्दैन भन्नुभयो नि त। सुरुमा पनि ह्या भन्ने टाइपले कुरा गर्नुभयो होइन। जवाब चाहिँ उहाँहरूले दिनुहुन्छ है, माइक दिनु। सम्राज्ञीजीलाई यो फिल्ममा साइन गराउनलाई कतिको पापड बेल्नु पऱ्यो, कति महिना धाउनु पऱ्यो, कति फोन गर्नु पऱ्यो, कति मेसेज गर्नु पऱ्यो? मैले खासमा एउटा कुरा चाहिँ मैले भन्दाखेरि एक्चुअली मैले साम्राज्ञीलाई पहिला रमिताको विरोधीको कास्टिङको लागि पनि आई ह्याड रिच आउट टु हर होइन। त्यो बेला आई थिङ्क साम तिमी एकदमै अर्कै जोनमा थियो होइन। अनि त्यसपछिबाट फेरि अनि यो स्क्रिप्ट हामीले लेखिरहँदाखेरि कुरा बुझिरहँदाखेरि के फिल भयो भने दिमागमा साम्राज्ञी मात्रै आउने के, फर्स्ट लेख्दाखेरि नै साम्राज्ञी आउने के। अनि प्लस सञ्जयको फर्स्ट चोइस पनि साम्राज्ञी नै भइरहेको थियो। अनि ल अब के गर्ने त भन्दाखेरि इट वाज जस्ट अ कल अवे। अनि काहीँ न काहीँ साम्राज्ञीको कस्तो छ भनेदेखि इफ सी लाइक्स द स्क्रिप्ट, प्रोफेसनल पिपल, आई थिङ्क सी इज इन द प्रोजेक्ट भन्ने कुरा नै हो। अनि या मसँग उसको पर्सनल नम्बर थियो मेन कुरा। त्यही त कति गाह्रो पऱ्यो, अझै उत्तर आएन कि कति गाह्रो। अरूहरूलाई त गाह्रै होला, तर सामसँग अलिकति क्लोज पनि भएको कारणले गर्दा उसको त्यो पर्सनल नम्बर भएको कारणले गर्दा चाहिँ रिच आउट गर्नुलाई चाहिँ सजिलो भयो। तर यस कन्भिन्स गर्न अलिकति गाह्रो नै थियो। बट देन या वी आर हियर विथ द मुभी, कुरा मिल्यो भनौँ न। सम्राज्ञीजी जस्तो यो बिचमा नि होइन अब यस्तो चर्चा छ तपाईँको होइन, काम पनि राम्रो, काम राम्रो भएको हिसाबले
धेरै फिल्म मेकरहरूले चाहिँ तपाईँलाई यो बिचमा खोज्नु पनि भयो होला नि त होइन मैले नम्बर चेन्ज गरेँ नि द्याट्स वाइ दे कुड रिच आउट मैले जान्छ नम्बर चेन्ज गरेँ बिकज आई जस्ट निडेड माई स्पेस अनि वेन आई वाज रेडी ल किनकि उहाँबाट एकदमै अब होइन तिमी नै हो तिमी नै चाहिन्छ एकचोटि भेट सुन अनि मैले चाहिँ कतिजनालाई फोनमै हुन्छ ल सुनाउनु मलाई स्क्रिप्ट पठाउनु स्क्रिप्ट मन पऱ्यो भने मात्र भेट्छु भन्थेँ कि अब उहाँले चाहिँ होइन एकचोटि भेटौँ मलाई फेरि भेट्नु यस्तो अल्छी लाग्छ क्या अनि खोइ के हो भेटेँ पछि सबै कुरा सुन्दा उहाँलाई भेट्दा अब फेरि उहाँलाई त मैले इन्टुमा पनि भेटाएँ होइन लन्डनमै हुँदा सुट हुँदा सो त्यो एउटा नजिक फिल भयो कि अनि ल हुन्छ नि त भेट्छु भनेर सुने सबै कुरा मन पऱ्यो नि गरेर डाक्टर साहब मैले एउटा कुरा सुनेको के जस्तो हल्ला सुनेको तपाईँकै साथीहरूबाट होइन तपाईँको एउटा घर बनाउने सपना थियो अरे होइन घर बनाउने सपना थियो अरे तर त्यो घर नबनाइकन यो फिल्म बनाउँछु भनेर त्यो घर बनाउने बजेट चाहिँ यो फिल्मतिर तपाईँले इन्भेस्ट गरेको अरे आफ्नो सपना उताको मारेर यो फिल्मतिर अझ ठुलो सपना देख्नु भएको हो अरे के हो खास घरको कुरो के हो सुनाउनुहोस् त आज सो सबैलाई हुन्छ नि आफ्नो घर होस् अब मेरो आज 30th बर्थडे हो अब 30 वर्षसम्ममा त सबैको आफ्नो सपना हुन्छ नि घर बसेर सेटल गर्ने भनेर तर त्यो सपनालाई मारेर मैले यो फिल्म बनाउने इच्छा गरेँ इच्छा भन्दा पनि मेरो चाहना नै थियो पहिलेदेखि नै फिल्म बनाउने अनि त्यही अनुसारले मैले त्यो अगाडि बढाएँ अनि यो फिल्म क्षेत्रमा सुरु गर्दा पनि हाम्रो बिस्तारो इन्टु लन्डनदेखि नै हाम्रो साम्राज्यसँग चिन्जान भएको थियो त्यतिखेर मैले मेरो मम्मीको पिक्चर राखिदिएको थिएँ क्या हाम्रो आर्ट डाइरेक्सनमा त्यतिखेर नभएर एउटा पिक्चर नपुगेर त्यतिखेर पिक्चर राखिदिएको थिएँ त्यतिखेर आमा मुभीमा हाम्रो मम्मीको पिक्चर राख्दा चाहिँ के भयो भने जुन चाहिँ उहाँले त्यो मुभी आइसके पछाडि रिलिजको बेलामा आमाले झापामा हुनुहुन्छ पापा नेपालमा हुनुहुन्छ त्यतिखेर अनि मम्मीले चाहिँ सबैलाई मेरो फिल्ममा पिक्चर छ भनेर जुन चाहिँ लानु भएको थियो नि त्यसलाई पनि अलिकति केही बढाऊँ भनेर किनभने आमाको इच्छा मेरो इच्छा जस्तो बनाएर म अगाडि बढ्दैछु यसमा थ्याङ्क यू सो मच आई मिन त्यो त डिरेक्टर्सहरूलाई सोध्नुपर्ने हो नि त उहाँले मलाई तयार गर्नुपर्ने हो म उहाँको कुरा मान्ने हो कि उहाँले जे भन्नुहुन्छ म त्यही मान्ने हो कति भयो नि त मलाई मैले काम नगराएँ अनि एउटा स्टोरीमा नबसेको क्यारेक्टरमा नबसेको सो उहाँहरूले फेरि उहाँ कस्तो हुन्छ नि सञ्जयजी यस्तो ढिट मान्छे हो यो भनेपछि यही नै चाहिन्छ नत्र नै सो अब उहाँकै अनुसारले गर्नुपर्ने भएर सो उहाँलाई नै सोध्नु न के छ तिम्रो प्लान प्रिपरेसन के छ यो 6 months अब हामीले एक्टर्स मात्रै खोज्ने होइन कि के छ प्लान सुनाइदियो सो धेरैचोटि फिल्म बनाउँदाखेरि यहाँ नेपाल स्पेसली नेपालमा चाहिँ हामीले प्रि प्रडक्सनमा काम गर्दैनौँ क्या किनभने फिल्म बनाउने प्रोसेस भनेको 90% टेबलमा बन्ने चिज हो अनि त्यही अनुसारले हामीले 6 months यो यसमा प्रि प्रडक्सनमा काम गरेर हाम्रो सेट डिजाइनदेखि लिएर हाम्रो प्रडक्सन डिजाइनदेखि लिएर हाम्रो कस्ट्युमदेखि लिएर सबै हेयर एन्ड मेकअप सबैमा फोकस गरेर बिस्तारै अगाडि बढ्दैछौँ त्यसमै एक्टिङ प्रिपरेसन एक्टिङ वर्कसप्स अनि हामीले जुन चाहिँ दुईजना नयाँ क्यारेक्टर खोज्दैछौँ उनीहरूलाई पनि निखार्नु पऱ्यो अब म एज अ डिरेक्टर मेरो काम भनेको एक्टरहरूबाट त्यो काम निखार्ने हो त्यसलाई अझै बढाउने हो त्यही भएर हाम्रो प्रि प्रडक्सनमा चाहिँ एकदमै धेरै काम हुँदैछ अनि जहाँसम्म मलाई थाहा छ अथवा जहाँसम्म मलाई लाग्छ हामीले जति प्रि प्रडक्सन राम्रो गऱ्यौँ त्यति नै हाम्रो फिल्म अगाडि राम्रो हुनेछ सो हाम्रो के हुन्छ भने अब म त बाहिर नै बसेर आएको अनि बाहिर बस्दाखेरि चाहिँ आफ्नो नेपालप्रति माया पनि भनौँ आफ्नो अब नेपालीपन पनि अब एउटा गीत छ नि मेरो मन त नेपाली नै हो भन्ने त्यही अनुसार म बाहिर बसे पनि बाहिर हुर्के पनि
नेपालले के गरौँ, नेपालले अपर्च्युनिटिजहरू क्रिएट गरौँ, किनभने हामीले हाम्रो धेरैवटा युथहरू, हाम्रो ट्यालेन्टहरू एकदमै गुमाइरहेको छ अहिलेको यो स्पेसली यो फेजमा। त्यही भएर हामी जो बाहिर छौँ, जो नेपाली छौँ, उतैबाट बाहिरबाट आएर जब अपर्च्युनिटिज क्रिएट गरौँ। एक्टर्स होस्, क्रिएटर्स होस् या प्रड्युसर्स होस्, नेपालमा केही गरौँ भन्ने चाहना लिएर आएको छौँ। Exclusive.